सो ट्रुथ इज अ लेनलेस पाथ भन्छ क्या अध्यात्ममा। त्यो भनेको सत्य चाहिँ भूमि बिनाको मार्ग हो भन्छ क्या। यो चाहिँ किनकि यो वर्तमान हो र वर्तमानको कुनै पनि वर्तमानमा तपाईँ हुनुहुन्छ नै पहिलेदेखि, त्यसैले कुनै मार्ग चाहिएन नि त वर्तमानमा जानको लागि, होइन। सो विधि मेथोड्स टेक्निक्स आर अल इल्युजन भन्छ क्या। मेथोड म हिँड्दैछु, म ध्यान गर्दैछु भन्नु पनि एउटा भ्रम हो अरे, हो पनि। सत्य भनेको चाहिँ ट्रुथ इज अ लेनलेस पाथ नै हो। यो वर्तमानमा हुनु भनेकै अध्यात्म हो। पूर्णता फुलफिलमेन्ट चाहिँ त्यसैमै छ। मेडिटेसन गर्नुमा हामी कुनै मेथड गर्छौँ, कुनै टेक्निक्सहरू युज गर्छौँ भने त्यो स्टिल माइन्डकै हिस्सा हो भन्छ क्या, होइन। तर यदि हामी वर्तमानमा छौँ 100% भने त्यही नै हो इटर्निटी भनेको त्यही नै हो है। अनि त्यो इटर्निटी अलोन छ क्या, एक्लै छ, एकान्त छ क्या, त्यो अनटच्ड। सो एक्लै हुनु पनि रमाउनु पऱ्यो क्या। एक्लै हुन जो रमाउँछ त्यो ध्यानमा छ क्या। तपाईँ एक्लै हुन खुसी हुनुभयो, राजी हुनुभयो भने बाई फोर्स होइन, बाई सिचुएसन होइन, तर यु डिसाइड टु बी एलोन, यु आर ह्याप्पी टु बी एलोन भने त्यो, अथवा तपाईँ भिडमा पनि एक्लै हुन सिक्नुभयो भने तपाईँ मेडिटेसनमा हो, तपाईँ राम्रो साधक हो। सो अर्को पर्सन खोज्ने भन्दा पनि, अर्को मान्छेसँग कसरी खुसी हुने भन्दा पनि आफूसँग चाहिँ कसरी खुसी हुने हो क्या। पहिलो काम भनेको चाहिँ आफूसँग खुसी हुन सिक्नु पऱ्यो। सेल्फ लभ, सेल्फ केयर, होइन। आफ्नो साथी आफै बन्नु पऱ्यो, आफूलाई माया गर्नु पऱ्यो, त्यस पछाडि मात्रै अर्को पार्टनरको कुरा आउँछ क्या। अनि त्यस पछाडि अर्कोलाई माया गर्ने भन्ने कुरा त्यस पछाडि हो, रिलेसन भन्ने कुरा त्यस पछाडिको हो। पहिलो प्राथमिकता आफू हो, त्यस पछाडि जसले आफूसँग खुसी हुन सिक्यो ऊ अरूसँग पनि खुसी हुन सिक्छ, होइन। सुन्दाखेरि प्याराडक्स छ, विरोधाभास छ, तर यथार्थ यही हो क्या। यो एक्लै जसले जिउन सिक्छ उसले जान्दछ क्या रिलेसनहरूलाई कसरी ह्यान्डल गर्नु भन्ने कुरा हो है। सो एक्लै डिसिप्लिन हुन सिक्ने हो क्या तपाईँले। लाइफमा एक्लै भएर डिसिप्लिन हुन सिक्नुभयो भने त्योभन्दा ठुलो साधना केही पनि हुँदैन। त्यो नै उच्च स्तरको साधना हो, एकदमै हाई लेभलको साधना हो क्या त्यो। एक्लै भएर पनि तपाईँले आफूलाई अनुशासित राख्नुहुन्छ, डिसिप्लिनमा बस्नुहुन्छ एक्लै, विदाउट एनी फोर्स, विदाउट एनी एक्सटर्नल फ्याक्टर। कुनै एक्सटर्नल्ली कुनै अथोरिटी बिना फ्रिली तपाईँ आफूलाई डिसिप्लिन राख्नुहुन्छ, विथ फ्रिडम। डिसिप्लिन विथ फ्रिडम भने त्यो हाएस्ट फर्म अफ तपाईँको डिसिप्लिन हो, हाएस्ट लेभलको त्यो थिङ्किङ हो है। त्यो भनेको उच्च कुरा हो, त सबैले त्यो कुरा बुझ्दैन। सो आफूलाई चाहिँ पहिले माया गर्न सिक्नु पऱ्यो क्या। अर्को मान्छेले आएर तपाईँलाई माया गर्छ भन्दा पनि आफूले चाहिँ आफूलाई माया गर्न सिक्नुभयो भने काम लाग्ने कुरा भनेको चाहिँ त्यही हो। वी मस्ट लभ आवर सेल्फ। लभिङ वान सेल्फ ले धेरै हामीलाई प्रभाव पार्छ। एक्लै डिसिप्लिन भएर बस्न सिक्नुभयो भने स्पिरिचुअल हुनुभयो तपाईँ अनुशासित हुनुभयो, स्पिरिचुअल हुनुपऱ्यो। ध्यान भनेको त्यही हो। ध्यानको अवस्था कस्तो हुन्छ भन्दाखेरि ध्यानको अवस्था भनेको प्रेमको अवस्था हो नि त।
लभको एक्सपिरियन्स नै मेडिटेसनको एक्सपिरियन्स हो, तर त्यो लभ चाहिँ अनकन्डिसनल हुनु पऱ्यो क्या फेरि। अब अहिलेसम्म मान्छेले जे लभ भनेर जानेका छन् त्यो चाहिँ रिलेसन हो, सम्बन्धहरू हो। त्यो चाहिँ एउटा व्यक्तिको अर्को व्यक्तिसँगको सम्बन्धलाई नै मान्छेले प्रेम भन्दैछ क्या अहिले चाहिँ, बाई मिस्टेक, गल्तीले भ्रम छरिएको छ। लभ भनेको स्टेट अफ माइन्ड, द स्टेट अफ माइन्ड विदाउट एनी कन्डिसन्स, फ्री होइन, फ्री बट एक्टिभ भन्छ क्या, त्यस्तो खालको कन्सियसनेस स्टेट अफ सच कन्सियसनेस जहाँ माइन्ड फ्री छ, माइन्ड इज नट बर्डन बाई द पास्टको कुनै पनि छाप छैन, दाग छैन, माइन्ड एकदम प्रेजेन्टमा छ, ऊ प्रेमको अवस्थामा छ, त्यो प्रेम अनडाइरेक्टेड छ, मतलब त्यसको कुनै डाइरेक्सन छैन, कुनै व्यक्तिसँग छैन, कुनै सामान वस्तुसँग छैन, बस स्टेट अफ लभिङ कन्सियसनेस, लभिङ टुवर्ड्स वान सेल्फ, लभिङ टुवर्ड्स अल अदर हो। त्यो कन्सियसनेस नै वास्तव मेडिटेसनको कन्सियसनेस हो। र त्यही कन्सियसनेसको बारेमा नै सबै आध्यात्मिक गुरुहरूले, आध्यात्मिक सङ्घ संस्थाहरूले त्यही कन्सियसनेसमा पुर्याउनको लागि खोजेको हो। त्यो सबै मेडिटेसनको विधिहरूले त्यही कन्सियसनेसमा पुर्याउन खोजेको हो। नो पोइन्ट अन फाइटिङ विथ इच अदर। यहाँ एउटा आध्यात्मिक संस्था अर्को आध्यात्मिक संस्थासँग पनि लड्छ होइन, एउटा गुरुको शिष्य अर्को गुरुको शिष्यसँग लड्छन् बेकारमा, त्यहाँ त बुझेकै छैनन्। विधिहरू फरक फरक भए पनि बाटो त्यही हो क्या, बाटो गन्तव्य त्यही हो, गाडीहरू फरक फरक हुन्छ, बाटो पनि त्यही हो, गाडी फरक हुनसक्छ। सो अन्तिममा बुझ्दाखेरि चाहिँ केही पनि छैन, फेरि शून्य, नथिङनेस, केही पनि छैन क्या, केही छ जस्तो लाग्छ क्या माइन्डको प्रोजेक्सनमा। माइन्ड इज प्रोजेक्टिङ इट्स इमेजिनेसन, इट्स फेन्टासी। माइन्डले प्रोजेक्ट गर्दैछ क्या सबै कुराहरू, मुक्ति, मोक्ष, इन्लाइटनमेन्ट, भगवान आदि इत्यादि, विधि, ध्यान, यो त्यो, एक्सपिरियन्स, लभ आदि, यो सबै माइन्डको इमेजिनेसन हो। माइन्डले कल्पना गर्दैछ क्या सबै कुराहरू होइन। जब कल्पनादेखि पारमा जान्छ तब केही पनि छैन, सबै मनको कल्पना हो। तर त्यो विचित्र हो क्या, फेरि मन भन्ने चिज पनि, मन भन्ने चिज बडा विचित्र हो, उसले जे पनि सोच्न सक्छ होइन। रिक्वायरमेन्ट भनेको चाहिँ आफूलाई नै माया गर्ने हो क्या, रिक्वायरमेन्ट भनेको, आवश्यकता भनेको चाहिँ हामीले जब आफूलाई माया गर्छौँ तब हामीले कम्प्लिटनेस फिल हुन्छ क्या हामीभित्र, त्यही हो कुरा। सो माई एक्सपिरियन्स, आई सेयर्ड माई फ्यु एक्सपिरियन्स अबाउट लभ, रिलेसन, मेडिटेसन, स्पिरिचुअलिटी। आखिरमा चाहिँ केही पनि छैन, फेरि जिरो, शून्य। जति यो किताब पढे पनि होइन, जति प्रवचन सुने पनि, जति मेडिटेसन गरे पनि लास्टमा चाहिँ शून्य छ क्या, जिरो। गजब छ क्या, मिठास छ, रोचक छ क्या, मिस्ट्रिसिजम।